आज हामी हाम्रो यो फलेवास नगरपालिका 3 शङ्कर पोखरी धनारमा हुन गइरहेको खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा रहेका छौँ र अहिले हाम्रो खेल खेलिँदैछ। खुमा र चाहिँ हाम्रो कार्डिनेटको खेल हुँदैछ। उत्साहजनक प्रस्तुति पनि रहेको छ र आज विशेष गरी शनिबारको दिन परेको हुनाले मैले पनि यो खेलमा चाहिँ सहभागी हुने अवसर पाएँ र त्यसको लागि म सहभागी गराएकोमा सयपत्री क्लबलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। खेल सुरुवात भइरहेको छ। उत्कृष्ट स्ट्राइक तर आउट नपुग्यो जसको फाइदा कार्किनेटालाई कार्किनेटा यो यहाँ अगाडि देखिने टिम चाहिँ हाम्रो फेरि बल खुमा, त्यस पछाडि हाम्रो यतापट्टि यो साइडमा चाहिँ कार्किनेट रहेको छ। बल आउट नपुग्यो जसको फाइदा कार्किनेटालाई कार्किनेटा 2 खुमा 1। हाम्रो रेफ्रीमा भाइ सुदीप, त्यसै गरी सहायक रेफ्री भने हाम्रो गोविन्द भाइ चाहिँ जाली गर्न सकेन जसको फाइदा खुमालाई खुमा 2 कार्किनेटा 2। खेल बल्ल स्टार्ट हुँदैछ। अझै चाहिँ अरू खेल हुन पनि बाँकी छ। यो सुरुवाती चरण सर्भिस फेरि पनि जालीमा खुमादेखि कार्किनेटा 3 खुमा 2। कार्किनेटले 3 ल्याउन सफल भएको छ भने खुमा कति अरे 2। हाम्रो सन्दीप भाइ नम्बर काउन्टिङमा रहनु भएको छ। एकदमै उत्कृष्ट चेकआउट गर्दै खुमाले 3 बनाएको छ भने कार्किनेटा 3 बराबर। ठिक छ, रेफ्री भाइहरूले राम्रोसँग हेर्नु होला है। कति हेर्ने नम्बर सन्दीप? नम्बर 3 बल उठ्न सकेन जसको फाइदा खुमालाई खुमा 4 कार्किनेटा 3। खिच्छु मैले उत्कृष्ट क्लक आउट सबै कार्किनेटाले जोडेर 4 बनाएको छ भने खुमा 4 बराबर। जसको फाइदा कार्किनेटालाई खुमा 4 नम्बर रहेको छ 5 अरे कार्किनेटा 5 खुमा 4। बल कट्नु सफल भएन। जसको फाइदा खुमालाई खुमा 5 कार्किनेटा 5 बराबर। उदयमान खिलाडी सर्भिसमा फेरि पनि साजन है। सर्भिसमा एकदमै उदयमान खिलाडी सर्भिस जाली गर्न सकेन जसको फाइदा कार्किनेटालाई कार्किनेटा 6 भने खुमा 6 बराबर। सकेका छ राम्रो बनाएको छ बाबु है। के गर्न पुग्यो यो खुमाले? यस्तै नै खेल मिलाएर खिच है। ल कस्तो खिच्छ तिमीले राम्रो खिच्छौ के के छ भाइ? एकदम मिलाएर खिच है बाबु है। ओए लाइन्सम्यान उठेर उठ्ने मान्छे उठेर देखायो। म यहाँ लाइनमा छु है साथीहरू। उठो डल्ले खाली छ। अझै पनि 1 नम्बरले अगाडि छ है कार्किनेटा। चान्स बोल छ है खुमालाई।
नम्बर रहेको छ बराबर है खुमाले पनि एक अङ्क लिएर बराबर बनाएको छ 8 बराबर एटीको राम्रो प्लेसिङ थियो तर बल नियन्त्रणमा चान्स कार्किनेटर साथी खुमालाई चान्स आउँदै ओहो राम्रो स्ट्राइकसँगै बल जाली गर्न सकेन जसको फाइदा खुमालाई खुमा 10 छ भने कार्किनेटा 8 उत्कृष्ट स्पर्शले खुमा 11 छ भने कार्किनेटा 8 11 बल आउट पुग्यो जसको फाइदा फेरि खुमालाई खुमा 12 छ भने कार्किनेटा 8 12 राम्रो स्ट्राइक चान्स त खुमालाई कार्किनेटा खेलाडीबाट फर्न पुग्यो जसको फाइदा खुमालाई खुमा 13 कार्किनेटा उत्कृष्ट स्ट्राइक जसको फाइदा कार्किनेटालाई कार्किनेटा 9 छ भने खुमा 13 9 13 उत्कृष्ट फिसिङसँगै अङ्क खुमालाई खुमा 14 छ भने कार्किनेटा 9 स्पाइक जालीमा जसको फाइदा खुमालाई खुमा 15 कार्किनेटा 9 15 9 उत्कृष्ट स्पाइक जसको फाइदा खुमालाई खुमा 16 छ भने कार्किनेटा 9 16 9 सर्भिस जालीमा जसको फाइदा खुमालाई कार्किनेटा 10 खुमा 16 10 16 स्पाइक बल जालीमा जसको फाइदा फेरि कार्किनेटालाई कार्किनेटा 11 छ भने खुमा 16 11 16 सरिजमा आउट हुन पुग्यो जसको फाइदा कार्किनेटालाई कार्किनेटा 12 छ भने खुमा 17 12 17 स्पाइक बल आउट हुन पुग्यो जसको फाइदा कार्किनेटालाई कार्किनेटा 13 खुमा 16 17 उत्कृष्ट स्पाइक नम्बर 18 13 राम्रो
उत्कृष्ट ब्लक जसको फाइदा कुमालाई खुमा 19 कार्किनेटा 13 उत्कृष्ट फिसिङसँगै नम्बर कार्किनेटालाई कार्किनेटा 14 खुमा 19 14 उत्कृष्ट फिसिङ खुमाबाट खुमा 20 भने कार्किनेटा 14 20 14 उत्कृष्ट ब्लकआउटसँगै नम्बर कार्किनेटालाई कार्किनेटा 15 छ भने खुमा 20 15 20 यसमा 51 नपुग्यो जसको फाइदा कार्किनेटालाई कार्किनेटा 16 खुमा 20 16 20